सबैजनालाई नमस्कार है। हिजो राति 12 बजे आएर बसेको म यहाँ है। हजुर मेरो गाडी देख्न सक्नुहुन्छ। 10 बजे लगभग अराउन्ड 10 साढे 10 भएको थियो। यहाँ अहिले म भएको ठाउँमा आइपुग्न भन्दा लगभग 2-2.5 किलोमिटर अगाडि नै मेरो टायर पड्कियो है। त्यसपछि म यहाँबाट म खाली गर्ने कम्पनीमा पुग्नका लागि जम्मा 30 किलोमिटर बाँकी छ। 30 पनि छैन होला अझै। अनि खाली गरेर म फेरि रुममा जाउँला। अब आज पनि छुट्टी, भोलि पनि छुट्टी है, 2 दिन छुट्टी हुन्छ। त्यसले गर्दाखेरि अलिक धेरै नै काम गरेर भए पनि रातिसम्म काम गरेर भए पनि रुममा जान पाउँछु। 2 दिनसम्म रुममा बसियो भने नुहाउन पाइयो, लुगा धुन पाइयो। रुममा बस्दा गाडीमा भन्दा रुममा कम्पनीमा गएर बस्दाखेरि धेरै कुराहरूको आफूलाई सहज हुन्छ होइन। अनि त्यसले गर्दाखेरि म सकेसम्म रुममै जान्छु। दाई पनि हुनुहुन्थ्यो, सूर्यराज गिरी दाई हुनुहुन्छ, रुममै हुनुहुन्छ। त्यसले गर्दाखेरि दाजुभाइ पनि भेट हुन्छ। नेपाली छुट्टीमा 2 दिन रमाइलो हुन्छ। बजारतिर जाउँला, घुमाउँला भन्ने हिसाबले अलिक मजाले पेल्छु भनेर हिजो लगभग 12 बजीसम्म रातिसम्म गाडी चलाउनु पर्यो भन्ने हिसाबले म हिँडिरहेको थिएँ। राति आएर बसेँ म यहाँ। राति आएर बसेँ अनि अहिले बिहान उठेर हेरेँ घनघोर जङ्गल रहेछ है। पुरै नेटमा पनि हेरेँ मैले। यहाँबाट 5-6 किलोमिटर अगाडि, 5-6 किलोमिटर पछाडिसम्म पुरै जङ्गलै जङ्गल छ। हजुरहरूलाई म पछाडिको क्यामेरा गरेर देखाउँछु। म राति 12 बजे आएर बसेको ठाउँ कस्तो रहेछ र मेरो आज पनि छुट्टी छ, भोलि पनि छुट्टी छ। 2 दिनसम्म म कस्तो ठाउँमा बस्दैछु हजुरहरूलाई म सबै कुराहरू देखाउँछु। कस्तो हुन्छ, के हुन्छ भन्ने कुराहरू है। त्यसले गर्दाखेरि भिडियो हेर्दै गर्नु होला है त। है म पछाडिको क्यामेरा गरेर देखाउँछु है त। सबै कुराहरू काठको कस्तो राम्रो लाग्यो मलाई यहाँ है। हेर्नु न, काठको घर, एभ्रिथिङ काठको छ। हजुरहरू सबै एक हेर्नु त, सबै एभ्रिथिङ काठको छ है यहाँ। हेर्नु त मजाको यार। टेबल कुर्सी, उता उभिएर खानको लागि उतानिरको, अनि उतापट्टि डस्टबिन पनि पुरै काठको। घर छानादेखि लिएर एभ्रिथिङ, खाना सबै टोटल्ली पुरै काठको छ है। हेर्नु चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ। मलाई चाहिँ एकदमै राम्रो लाग्यो है। सबै चिजहरू काठको एकदमै राम्रो छ। कस्तो ठाउँमा आइपुगेछु म खै हेरौँ। अनि एउटा बोर्ड देखेँ मैले यहाँ, जो देख्दा कता मनमा डर पनि लाग्यो। यस्ता चिजहरू डेन्जर जोन हुन्छ नि, जहाँ खतरा हुन्छ त्यहाँ राखिदिएको हुन्छ है ठाउँमा। यहाँ लेखेको छ कुनै प्रब्लम भयो, केही भयो भने चाहिँ हजुरहरूले एमा कल गर्न सक्नुहुन्छ 998 र 112 मा भनेर पनि यहाँ लेखेको रहेछ। यता जीवजन्तुहरू धेरै आउँछन् है। अनि यतापट्टि पनि छ, जीवजन्तुहरू धेरै आउँछन्। यो जङ्गल एरिया भएको भएर सतर्कताको लागि र सेफ्टीको लागि हुनसक्छ है। एकदमै राम्रो ठाउँ, मलाई एकदमै राम्रो लाग्यो। अनि हजुरहरूलाई पनि देखाउँ भनेर भिडियो बनाइहालेँ है। एकदमै राम्रो छ है। तर एक्लै राति डर पनि लागेको थियो है। दिउँसोमा त खासै डर हुँदैन जहाँ गए पनि है। पोल्यान्डमा चाहिँ अन्त इटालीतिर हुन्थ्यो र फ्रान्सतिर, स्पेनतिर हुन्थ्यो भने अलिकति डरै हुन्छ। तर पोल्यान्डमा त्यति धेरै डर छैन है, चोरको भनौँ। अनि एकदम राम्रो छ।